शिक्षाबाट वञ्चित बालबालिकालाई उज्यालोको भविष्यको बाटो देखाउने र जीवन मरणको दोसाँधमा रहेका बिरामीहरूलाई नयाँ जीवन दिने उद्देश्यले स्थापना गरिएको संस्था केवल एउटा संस्था होइन, यो पीडामा परेका आवाजहरूको सबल हो। यो विभेद अन्त्यको सपना बोकेको साझा प्रयास हो। दर्शकबिन कुरा गर्दैछु सेसु फाउन्डेसन शिल्पी एकता समाज उहियाको विषयमा। शिव संस्कृति र सहकारीद्वारा समाजको परिवर्तनको अभियान उहिया 2025 फेब्रुअरी 1 मा स्थापना भएको सेसु फाउन्डेसन शिल्पी एकता समाज उहिया आज सामाजिक परिवर्तनको एक बलियो आधार बनिरहेको छ। श्रम र सृजनशीलताको सम्मान भन्ने नारासहित अघि बढिरहेको यो संस्था गैर राजनीतिक, गैर नाफामूलक सामाजिक सङ्गठन हो, जसको स्थापना, उद्देश्य, कार्यक्रम र सहभागिताले अहिले चर्चा बटुल्न थालेको छ। देशको ग्रामीण, दलित, सिपमूलक र श्रमिक समुदाय अझै पनि अवसर र पहिचानको अभावमा छटपटिरहेका छन्। उनीहरूको कला, संस्कृति, सिप र योगदानलाई समाजले सम्मान गर्नुको सट्टा व्यवस्था गरिरहेको यथार्थले संस्थापकहरूको मन छुँदै गयो। यही अभाव र अन्याय विरुद्ध आवाज उठाउने, रचनात्मक रूपमा परिवर्तन ल्याउने लक्ष्यका साथ सेसु फाउन्डेसनको जन्म भयो भने यस संस्थाका उद्देश्यहरू यस प्रकारका रहेका छन्। 1. विविध कला र सांस्कृतिक संरक्षण तथा प्रवर्धन, सिपमूलक तालिम र दक्ष जनशक्ति उत्पादन। 3. रोजगार र उद्यमका अवसर सिर्जना। 4. कलाकार र श्रमिकको एकता र सहकार्य। 5. सामाजिक रूपान्तरण परियोजना। 6. विपद व्यवस्थापन र राहत कार्यक्रम। 7. शिक्षा अभावमा परेका बालबालिकाका लागि सहयोग। 8. खेलकुद, सांस्कृतिक र सामाजिक कार्यक्रम प्रवर्धन। 9. वैदेशिक रोजगारमा रहेका समुदायका लागि आपतकालीन सहायता। 10. सभ्य, समावेशी र नमुना समाज निर्माण सेसुको मूल उद्देश्य रहेको छ भने हालसम्मका प्रमुख कार्यहरू यस प्रकारले गर्दै तयारी पनि गर्दैछन्। आकस्मिक बिरामी परिए आर्थिक अवस्था कमजोर भई उपचार गर्न कठिन व्यक्तिहरूलाई फाउन्डेसनबाट सहयोग गर्दै आएका छन्। मूलध्वनि हाम्रो पहिचान नामक सांस्कृतिक कार्यक्रमतर्फ थुप्रै लोकोन्मुख कला र पहिचान पुनर्जीवित गर्ने प्रयास गर्दैछन्। विपन्न विद्यार्थीका लागि शैक्षिक सामग्री सहयोग गर्दै आएका छन्। विदेशमा दुर्घटनामा परेका व्यक्तिका लागि राहत सङ्कलन र आपसी सहयोग संयोजन गर्ने प्रयास गर्दैछन्। स्थानीय सिप र ज्ञानमा आधारित तालिमको थलानी गर्ने तयारीमा छन्। मौलिक महोत्सव र दलित इनोभेसन च्यालेन्ज जस्ता आगामी आयोजनाको तयारी गर्दैछन् भने अब यस फाउन्डेसनले कस्ता अपेक्षा लिएका छन् राम्ररी बुझौँ। सेसु फाउन्डेसन एक यस्तो मञ्च बन्ने सपना बोकेका छ जहाँ कलाकार, कारिगर, श्रमिक, नवप्रवर्तन र समाजसेवीहरू एकताबद्ध भई समाज परिवर्तनको अग्रदूत बन्न सकुन्। संस्था समानता, समावेशिता र सशक्तिकरणमा आधारित विकासको बाटोमा अगाडि बढ्ने स्पष्ट दिशामा अग्रसर छ भन्ने यस संस्था स्थापना गर्नका लागि कसले महत्त्वपूर्ण भूमिका खेले। यस संस्थाको स्थापना उहियाका विभिन्न श्रमजीवी, प्रवासी, शिक्षित, युवा तथा समाजसेवीहरूको प्रेरणा र समर्पणले आधार तयार गर्यो। संस्थाका अगुवा सल्लाहकारहरू, विदेशबाट आवाज उठाउने दाजुभाइहरू, स्थानीय क्रियाशील युवाहरू सबैको योगदानले आज सेसु फाउन्डेसनले प्रभावशाली पाइला चाल्न सकेको छ। सेसु फाउन्डेसन भन्छ, हामी शिल्पी हौँ, हामी निर्माण गर्छौँ, हामी एकता ल्याउँछौँ, हामी परिवर्तन सम्भव बनाउँछौँ। कृपया यस संस्थाको उद्देश्य, लक्ष्य तपाईहरूलाई कस्तो लाग्यो कमेन्टमा लेख्न नबिर्सनुहोला।